सरकार र जेन्जी बीच सहमति गरेर जेन्जी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ, त्यसरी रिकग्नाइज गरिसकेको अवस्था छ। र जेन्जी जनआन्दोलनको जसरी सुरुवात भएर त्यो आन्दोलनले जे सन्देश दियो, अब युवाहरूको बारेमा अरू धेरै भन्नुपर्छ जस्तो लाग्दैन। हामीलाई एउटा भ्रम थियो, पहिला +2 गरेपछि का नवयुवाहरू जेन्जीहरू ओहो विदेश गइहाल्छन्, त्यहाँ पढ्छन्, त्यहीँ रमाउँछन्, यिनीहरूलाई राजनीतिबारे केही पनि थाहा छैन, राजनीति त बुझेकै छैन। घरि मोबाइल चलायो, घरि ल्यापटप चलायो, घरि विदेश जाने कुराहरू सोच्यो, देशको त मतलबै छैन भन्ने एउटा कस्तो भ्रम रहेछ हामीमा के। त्यो भ्रमको कालो पर्दा जेन्जीहरूले भदौ 23 र 24 को जनआन्दोलनबाट यसरी च्याते कि हे नेपाली जनता, जेन्जी यति सशक्त छ, जेन्जी यति सचेत छ र परिवर्तनका खातिर जेन्जीहरू बलिदान दिन पनि तयार हुन्छन् भनेर भदौ 23 र 24 गते जुन रूपमा जेन्जीहरूले प्रदर्शन गरे र मुलुकमा एउटा पोलिटिकल प्याराडाइम नै सिफ्ट भयो।